ओइ तँ आँखा हेरेर हिँड्न सक्दैनस् तैँले चाहिँ देख्दैनस् त बाइक पछाडि हटा म होइन त पछाडि जा ल पक्मुची तँलाई देखाउँछु हेलो हेलो जस्तै भाइ भन न कता हुनुहुन्छ तपाईँ भन न म घरतिरै हो तामा घारीमा आउनु न मेरो यहाँ लफडा पर्यो हो र ल ल ल ल ल ल छिटो आउँछु मुजी तैँले केटाहरूलाई फोन गरेर पक म पनि केटाहरूलाई फोन गर्छु पक तर हेलो हेलो कतिज कहाँ छौ म घरतिर छु लफडा पऱ्यो तामा घारीमा म आइहालेँ ल ल छिटो आऊ छिटो के भन्यो सञ्जित खोइ को अन्त यही भाइ हो ओ भाइ हजुर खोइ तेरो मान्छे आएन खै आउँछु भनेर फोन त गरेको थियो एकछिन फेरि फोन गरी हेर्छु हेलो हेलो भन न कता हुनुहुन्छ खोइ आउने होइन खोइ भाइ म त यो जङ्गलमा कहाँ पुगेँ यार जङ्गलमा हरायो अरे दाइ मेरो त मान्छे जङ्गलमै हरायो भन्छ त ए हो त्यो आउनु टाइम लाग्छ मेरो घर यहीँ होइन नि त बसेर यसो चिया खाउँ हो र ल ल हुन्छ एकछिन गएर बसौँ त कतै आउला नि त्यति बेलासम्म खोइ त भाइ तिम्रो मान्छे आएन त खै कहाँ थियो अहिलेसम्म कहाँ गएर खोइ यो तामा घरी भने कहाँ हो यो जङ्गलमा फसायो कि होइन अरे मलाई